हेलो गाइस, हेलो गाइस, गुड इभिनिङ सबैजनालाई, गुड इभिनिङ गाइस, गुड इभिनिङ सबैजनालाई। रात परेको अवस्था गाइस, पश्चिमतिर घाम डुबिसक्यो गाइस। यस्तै छ गाइस। अब म चाहिँ लाग्दैछु है यतातिरको बाटोमा गाइस। हेर्नु होला, रात परिसकेको छ गाइस। म चाहिँ अब यस्तो हान्दैछ है यो भित्र गाडीमा जाने हो गाइस। यस्तो छ, पश्चिमतिर घाम झुल्किसकेको गाइस। सबैजनालाई मेरो लाइभमा आउनुहुने, मेरो भ्लगमा आउनुहुने सबै मेरो गाइसहरूलाई वेलकम छ, गुड इभिनिङ छ सबैजनालाई गाइस। लाग्यो है कालो लाग्यो है, माथितिर लाग्छ पहाड। रात परिसकेको छ गाइस, रात चाहिँ परिसकेको छ गाइस। अब रात परे पनि लाग्दैछ छोरा कामतिर होइन, के गर्नु, नाइट ड्युटी हो। जति रात परे पनि पानी ड्युटी गर्नु पर्यो हो। पानी पऱ्यो भने चाहिँ रेस्ट चाहिँ छिटो यति छ है गाइस, एकदम गाइस। रात परिरहेको अवस्था होइन। माथि चाहिँ यताबाट यस्तो छ गाइस। अगाडि गाइस रात परिसकेको अवस्था छ गाइस। अब भनेरलाई पछि मैले रोडलाई यहाँबाट मोड्दैछु गाइस। राइट हाम्रो खालीमा रात परिरहेको अवस्था। ओ मैला गड के हो त्यो रहेछ, मतलब बडी बेस भनेर कुकुर रहेछ गाइस। कुकुर रहेछ क्या एउटा, के हो भनेर यार म त दङ्ग परिरहेको या डर रात पर्न लाग्यो कि स्याल भनेर त म त पुरा डराइरहेको गाइस। डर लाग्यो। अब हामी चाहिँ गन्तव्यतिर पुग्नु आँट्यो जस्तो भयो गाइस। मैला यहाँ माथि त यस्तो भइरहेको छ है आकाश। रात परिरहेको अवस्था छन् गाइस। गाडीको लाइट बाल्नु पऱ्यो। त्यसो गाइस, एभ्रिवान गाइस, सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद छ सबैजनालाई। थ्याङ्क यू एभ्रिवान। सी यू अगेन नेक्स्ट भिडियोमा भेटौँला गाइस। यस्तै छ गाइस। अब म चाहिँ पुगिसकेँ है काममा। 2-4वटा फोटो लिएर भन्ने हो फेरि रुमतिर। खाना त खानु पऱ्यो नि गाइस। माटो यस्तो छौ गाइस। है एभ्रिवान गाइस, सी यू एभ्रिवान गाइस। ओके बाई बाई गाइस, बाई बाई, सी यू।